अस्ति रिसेन्टली एउटा हाम्रो साइफाई मुभी आएको थियो है एक्लो यस आई फिल लाइक त्यो मुभीको प्रमोसन भएन क्या धेरै चेन्ज चाहियो भनेर मान्छेहरूले भनिरहेको हुन्छ नि त नि हामीले होइन तर जब चेन्ज ल्याउँछ नि कसैले एक्सेप्ट गर्दैन क्या कविता मुभीमा पनि छ म्युजिक भिडियोमा पनि छ रियालिटी सोजमा पनि छ धेरैवटा कुरामा छौ नि त तिमी होइन कहिले अब चिहान घाटमा गएर त्यसरी फेस टु फेस लासलाई छोएको छैन त्यस्तो केही गरेको छैन अल अफ अ सडन मान्छेको लास नाग्दाखेरि त नि खुट्टा त कहाँ हाल्छ नि त हामीलाई हाम्रो लागि चाहिँ म जस्तो मान्छेहरूको लागि चाहिँ अलिकति डर लाग्दै कुरा हो You have done so many music videos है काउन्ट गरेछ अहिलेसम्म कतिवटा म्युजिक भिडियो गरे भनेर अस्तिले त्यो आर्टिस्ट कार्ड बनाउँदाखेरि काउन्ट गरेको चाहिँ त्यस्तै कति 300-400 त्यस्तै एउटा हिमाल नि चढ्नु त्यो नसोचे मान्छेले अहिलेसम्म 3टा हिमाल चढे कि अनि लकडाउनमा के गर्यो तिमी एक्सर्साइज ओ सिलिन्डर उचाल्दै बोरा उचाल्दै चामल अनि कसैले मलाई एउटा गाली गरेछ भने त्यो मान्छेलाई गाली गर्ने 10 जना तल हुन्छ क्या अनि कस्तो खुसी लाग्छ क्या त्यो सपोर्टर्सहरू पाउँदाखेरि चाहिँ के Thank you so much, Kavita. First of all, I'll have to acknowledge. Thank you for being here. कस्तो चल्दैछ जिन्दगी? What's going on? What's going on? Yeah, what's going on? एकदम दामी उहाँ चाहिँ हाम्रो कविताजी हो जस्ट इन केस क्यापले देखेको छैन भने ओके कविता म जिममा थिएँ जबरजस्ती बोलाउनु भयो मलाई पैसा दिएर हो नि सी आवर पावर जबरजस्ती बोलाउँदाखेरि कविता नेपाली आउनै परेको क्या होइन गफ हान्न आएको धेरै भएको थियो गफ नहानेको हजुरसँग आज हामी आज हामी मजाले गफ हान्छौँ अस्ति हामी चितवनमा भेट्दाखेरि पनि होइन म त एकछिन हो कि जस्तो लाग्यो फेरि मलाई चाहिँ डर लाग्यो क्या अब सिधै गएर अप्रोच गर्दा के होइन रहेछ भने त आफ्नै पोपट हुन्छ नि त अनि उसले मलाई बिग फ्यान भन्यो के भन्यो यसो हेर्छु कविता हो कि जस्तो आवाजले चिनेको कि बट यु हेभ अ भेरी ब्युटिफुल भोइस थाहा छ कि थाहा छैन साँच्ची आई डु लभ इट थ्याङ्क यू राम्रो होला केटीहरूले चाहिँ राम्रो भनेर कम्प्लिमेन्ट गरिरहनु भएको हुन्छ मोस्टली केटाहरूले चाहिँ अलिकति नो एज इफ वी निड देयर भ्यालिडेसन sorry man we do love you but we love ourselves more right now anyways so what's keeping you occupied Kavita what's going on tell us I know lots of things are के पर्छ भनिनहालौँ हौ मलाई चाहिँ नजरमा कस्तो विश्वास लाग्छ कि आँखा लाग्ने कुरामा अनि फेरि कम्प्लिट भएको छैन सबै कुरा आधी आधी भइरहेछ अनि फ्याट्टै भनिदिइहाल्यो भने अनि अलि आँखा लाग्छ जस्तो लाग्छ I believe in that, but ठिकै छ will not ask you your future projects and all, but कविता नेपाली जुन हुन्छ नि कविता नेपाली बन्नुमा यहाँसम्म इन्डस्ट्रीमा you had a very long journey होइन कति धेरै हामीले नै कतिवटा विटनेस गरेको छौँ नि त तल माथि अप्स एन्ड डाउन्स लाइफमा अब वाक्क लागिसक्यो होला तिमीलाई सुन्दा सुन्दा बट लेट्स गो ब्याक टु यर रुट होइन बुगीबाट आएको द डान्सर कविता yes के याद छ तिमीलाई त्यो बेलाको you were very young yes I was 17 years old अनि 2017 मा स्टार्ट भएको 2018 मा सकेको त्यही हो सो डान्सको जर्नी त्यहाँबाट स्टार्ट भयो अनि इन्डस्ट्रीमा चाहिँ बुगीबाटै छिर्यो भनौँ न त्यहाँबाट चाहिँ छिन्यो सबै कुराहरू कामहरू त्योभन्दा अगाडि काहीँ केही थिएन तर you were a wushu athlete होइन हजुर हजुर before being a dancer हजुर tell us about that's more interesting के त्यो त बच्चादेखि नै गरेको भयो खेलाडी बन्नु रहेको थियो मलाई फर्स्टमा चाहिँ प्लेयर बन्नु मन थियो अनि उसु जोइन गरेको थिएँ सानैमा सबै गरिरहेको थिएँ तर लाइफमा चाहिँ सोचे जस्तो कहिले नै हुँदैन रहेछ भन्ने चाहिँ भयो किन भन्दा अब खेलाडी बन्छु भनेर कहाँ डान्सर कहाँ मोडल घरमा पनि सबैजना सक आफू सक किन भन्दा आफूले रोजेको आफ्नो लागि पाथ डिफ्रेन्ट थियो अब भइदियो डिफ्रेन्ट अनि आई थिङ्क त्यतिखेर मलाई के भयो भन्दा आफूले सोचे जस्तो हुँदैन रहेछ अब आफ्नो अगाडि जे आउँछ त्यसलाई राम्रोसँग लिएर जाने आई थिङ्क यो मेरो लागि बेस्ट होला भनेर त्यसलाई एक्सेप्ट गरेँ अनि द्याट्स वाइ आज यहाँ छु सो आफूलाई चाहियो भनेर मात्र जानु हुँदैन रहेछ कि मेबी त्यो आफ्नो लागि रङ पाथ पनि हुनसक्छ युनिभर्सले डिफ्रेन्ट पाथ क्रिएट गरे हुनसक्छ त्योभन्दा मोर ब्युटिफुल सो या बिलिभ इन द्याट बट आइम रियली इमेजिनिङ यु के त्यो वुसुवाला हुन्छ नि यु इन योर एलिमेन्ट वाइ डिडन्ट यु कन्टिन्यू लाइक अलङ विथ डान्सिङ यस्तो दुईटा बोर्डमा खुट्टा राख्यो भने नयता भयो नि त
अजय देवगन वाला स्ट्रेचिङ गरेर द्याट्स वाइ आई डु स्ट्रेचिङ अ लट अहिले पनि के यता विश उता डान्सिङ त्यही भित्रको किरा अझै मरेको छैन अनि त्यसैले बेला बेलामा फाइटिङ प्र्याक्टिसहरू गरेर हुन्छु जिम्नास्टिक कन्टिन्यू गरिरहेको छु अनि त्यसमा चाहिँ कस्तो आनन्द फिल हुन्छ क्या अनि हिमालहरू चढेँ होइन अनि त्यो ट्रेकिङमा जाँदा त्यो फिजिकली एक्टिभ हुँदाखेरि बिकज बच्चादेखि नै त्यही बानी पऱ्यो नि त बिहान उठ्ने हजुरको हाइकिङ जाने रनिङ जाने त्यो सबै कुराहरू अनि खै अझै मरे जतिसुकै हिरोइन बने नि मोडल बने नि त्यो आफ्नो भित्रको त्यो चाहिँ मरेको छैन क्या एथलिट चाहिँ अनि कस्तो रमाइलो लाग्छ अनि स्टिल म गरेर हुन्छु फाइटिङहरू अब तिमीले होइन मैले उसलाई तिमी भन्नुको कारण छ है फेरि वे भेरी क्लोज यो कुरामा चाहिँ त्यही भएर नत्र मान्छेहरूले फेरि यसलाई तिमी किन भने भन्छ नि त एज लङ एज यु डोन्ट ह्याभ अ प्रब्लम होइन सो मैले चाहिँ कवितालाई भेटेको थिएँ उहाँ तपाईँको ठ्याक्क ओके सो तिमी ठ्याक्क माउन्ट एभरेस्ट जानु अगाडि वेन यु वर प्रिपेयरिङ त्यति बेलामा वी ह्याड मेट होइन अनि हाम्रो कमन फ्रेन्ड एकजना हुनुहुन्छ सो उहाँले पनि भन्नुभएको थियो द्याट यु वर रियली प्यासनेट अबाउट माउन्टेनियरिङ होइन अनि त्यो कति 1.5 वर्ष झन्डै 1.5-2 वर्ष अगाडिको कुरा होला 1.5 वर्ष अगाडि फर्स्ट माउन्टेनको भुत चढ्या चाहिँ है त्यति बेलामा भेटेको थिएँ अनि अब जति नै अब आइएम श्योर तिमीले सबै इन्टरभ्यूमा माउन्टेनको कुरा गर्यो होला तिमी आफू नि वाक्क भइसक्यो होला अघि हामी अफ क्यामेरा कुरा गरिरहेको थियो तर दिस इज समथिङ यो तिम्रो लाइफको माइलस्टोन हो नि त होइन अनि यो सजिलै कसैले पनि यो गर्नै सक्दैन क्या सो यु हेभ टु स्पिक अबाउट इट इन एनी सो मलाई चाहिँ त्यस्तो लाग्छ कसो म के गरेँ माउन्टेन चढेको भए म अस्ति 3 महिना अगाडि म तिलीचोक गएको थिएँ म अहिलेसम्म पनि तिलीचोकमा पोस्ट गरिरहेको छु बिकज द्याट वाज एक्चुअली समथिङ आई अचिभ के कस्तो खुसी लाग्छ नि वेन युआर ग्रास्पिङ फर अक्सिजन हुन्छ नि स्वाँ भइरहेको हुन्छ खुट्टाले जवाब दिइसकेको हुन्छ इमेजिन समिटिङ माउन्ट एभरेस्ट होइन मर्छु जस्तो लागेन बिकज धेरैजना साँच्चै नै भनेको क्या तिमी त ज्यान हत्केलामा राखेर मैले ऊहरू चाहिँ पार्टहरू चाहिँ हेरेको थिएँ नट दि एन्टायर वान लाइक सोसियल मिडियामा आई विल हजुरहरू नि हेर्नु है कसैले हेरेको छैन भने कविता नेपाली युट्युब च्यानलमा छ नो लिमिट्स भनेर डकुमेन्ट्री मैले एभरेस्ट र लोत्से सबमिट गरेको एक्सपिरियन्सहरू सकेसम्म चाहिँ रेकर्ड गर्न ट्राई गरेको थिएँ मैले गाह्रो भएको सो त्यो चाहिँ लगभग 45% 50% मात्रै खिचिया छ अरू त गाह्रो भएर खिच्नै सकिनँ नि त्यो खिचेको मैले हालेको छु कि अनि त्यस्तै अब हामीलाई अब हाम्रो जिनमा त छैन नि त तराईको मान्छेहरू होइन अब कहिले अब पहाड पनि नचढ्या अब हिमाल चढ्नु गएको छ अलिक गाह्रो त हुन्छ हामीलाई चाहिँ अब त्यहीँ हिमाली भेगमा हुर्केको मान्छेहरूलाई त अलिक सजिलो भइहाल्छ हाम्रो त हामी त बिल्डै डिफ्रेन्टली भए हुन्छ अलिकति गाह्रो चाहिँ डेन्जरै गाह्रो मात्रै अलिकति गाह्रो भन्दा चाहिँ होइन अब गाह्रो त अफकोर्स हुन्छ होइन डेड जोन हो अब के भन्ने बिकज हजुरले भने जस्तो अघि तिलीचोकको हजुरले पोस्ट स्ट्री गर्नु छ मलाई पनि त्यो बेला बेलामा कन्टेन्टै हुँदैन क्या फेरि त्यो मुभीहरू यताउता गर्दाखेरि चाहिँ केही पोस्ट गर्नु मिल्दैन नि त रिसेन्ट के पोस्ट गर्ने भन्दा त्यो एभरेस्टको अझै बाँकी सक्यो क्लिप्सहरू म त्यही पोस्ट गरिदिएर हुन्छु क्या अनि मान्छेहरू चाहिँ दिदी अझै एभरेस्ट चढ्नु सकेको छैन कमेन्टहरू आइरहेको हुन्छ हाँस उठ्छ तर खुसी लाग्छ क्या त्यो कुराहरू चाहिँ तर फेरि जोक्स पार्ट कतिजना मान्छेले जोकमा लिइदिइरहनु भएको हुन्छ तर कतिजना मान्छेले स्पेसली केटीहरूले त्यो हेरेर इन्सपायर भइरहनु भएको छ होइन अनि खुसी लाग्छ त्यो देखेर चाहिँ मैले गरेको कुराहरूले चाहिँ मान्छेलाई इन्सपायर गरिरहेछ उहाँहरूले हेरिरहनु भएको छ भन्दाखेरि चाहिँ छुट्टै लेभलको आनन्द आउने रहेछ क्या अनि द्याट्स वाइ आई किप पोस्टिङ अनि नेगेटिभिटी त एज यु सुड कानतिर नि आउँदैन सो जति यस्तो गरिराख्नु सो म त पोस्ट चाहिँ गरिराख्ने हो होइन गरिराख्नु पर्यो काम हो गरिराख्ने हो इन्सपायर हुने भइरहनु भएको छ सपोर्ट गर्ने गरिरहनु भएको छ माया पनि पाइ नै रहेको छु आफू पनि पोजिटिभ छु नराम्रो काम केही गरेको छैन सो चलिरहेछ जिन्दगी बिचमा बाटोमा हिँड्दाखेरि बोकिरहेको हुन्छ कुकुरहरू त्यो त त्यस्तै भइहाल्यो बट हाउ डिड यु कन्भिन्स युर पेरेन्ट्स कि किनभने आइएम श्योर युर एज फार एज आई नो युर अ सिङ्गल चाइल्ड होइन तिमीले मेन्सन गरेको थियो अनि अब हामी मम्मीहरूलाई ट्रेकिङ जान्छु भन्दा त कति भन्नुपर्छ होइन यस्तो होला बाटो उस्तो होला सो माउन्टेन चढ्न जान्छु भन्दाखेरि फर्स्ट रियाक्सन घरमा के थियो गाह्रो यस्तो हो मैले उत्योहरू चाहिँ भनेको थिएन गाह्रो कुराहरू चाहिँ भनेको थिएन मम्मा
त्यही हो गएर आइहाल्छु म जान्छु भनेर म झन् लोच्छे पनि चढ्छु त भनेको थिएन मैले एभरेस्टमा त चढ्छु अनि सगरमाथा चढ्न जान्छु म राम्रो हुन्छ भनेर फकाएर मक्ख पारेर गाह्रो पनि केही हुँदैन कि अहिले त एडभान्स टेक्निकहरू छ केही हेर्नु त यो इलेक्ट्रिक ग्लोभ्स यति महँगो मलाई केही पनि हुँदैन इलेक्ट्रिक सक्स हेर्नु त जुत्ता पनि इलेक्ट्रिक हिटेड हुन्छ मलाई चिसो भयो कि म यो यसरी अन गऱ्यो भने यो तातेर मलाई तातो बनाइदिन्छ भन्दाखेरि Does that actually exist? हुन्छ तर माथि माइनसमा कामै गर्दैन Okay. फेरि मलाई अर्को हिमाल चढ्नु नदेला यार यो हेरेर म अझ अर्को पनि चढ्नु मन छ नि हुन्छ सबै अहिले त एकदम टेक्नोलोजी त एकदम हाई भइसक्यो नि हामी एकदम प्रिभिलेज छ पैसा भयो भने सबै कुरा छ त्यही माथि मलाई सपोर्ट गर्ने धेरै स्पोन्सरहरू हुनुहुन्थ्यो मेरो आफ्नो पैसा त थिएन तर मलाई सपोर्ट गर्ने मान्छेहरूको कारणले गर्दाखेरि चाहिँ त्यो पोसिबल भएको थियो गियर्सहरू एकदमै धेरै एडभान्स भइसक्यो अहिले अनि त्यही माथि मलाई चाहिँ सपोर्ट 40% सपोर्ट गर्नुभएको थियो निम्स्ता स्टोरले पनि माउन्टेनियरिङ गियरिङमा अनि कस्तो एडभान्स छ नि अहिले तपाईँको ब्याट्रीबाट त्यो पावर ब्याङ्क चल्छ होइन समिट बुटमा इलेक्ट्रिक सक्स हुन्छ इलेक्ट्रिक त्यो हामी त एकदम प्रिभिलेज छौँ कि तर माथि गइसकेपछि दाँतेको पनि आउँदैन कामै गरेको छैन मलाई चाहिँ त्यस्तो लाग्यो केही कामै खासै त्यो हुन्छ नि बिकज माइन्डै अर्कै भइरहेको हुन्छ अनि अलिअलि त तातिरहेको हुन्छ होइन तर जस्तो चाहिँ भने अत्तालिन्छ नि त फर्स्ट टाइम गएर त्यो आत्तिएर नै के भए के नभए जस्तो हुने क्या हामीलाई चाहिँ जिन्दगीमा पहिलोचोटि हुन्छ नि त अब हाम्रो गाइडहरू त गइरहनु भएको हुन्छ अनि उहाँहरूको एक्सपिरियन्सले गर्दाखेरि चाहिँ अलिकति आँट आउँछ उहाँहरूले सहानुभूति दिनुहुन्छ कि म छु केही हुँदैन राम्रोसँग लग्ने भने नत्र हामी त फर्स्ट टाइम देख्ने मान्छे त अत्तालिहाल्छ नि अनि कहीँ केही सिक्स सेन्सले त कामै गर्दैन है अल्सो त्यहाँ फर्किँदाखेरि अब कस्तो डरलाग्दो पनि सिचुएसन हुन्छ होला बिकज त्यहाँ अनआइडेन्टिफाइड हुन्छ नि कर्प्सहरू पनि हुन्छ होला अनि रेस्क्यु गर्न नसकेको लासहरू पनि जाँदै गर्दाखेरि देखिन्छ होला होइन त्यो वाला सिन देख्दाखेरि ओहो यसको ठाउँमा म पो पर्न सक्ने हो कि भन्ने चाहिँ दिमागमा हुन्छ अलिकति यसमा अलिकति अब अरूहरूले क्रिटिसाइज गर्ला तर कहिले जिन्दगीमा अब लास्ट त देख्दैन नि हामीले घरमा कोही डेथ भइहाल्नु भयो भने हामीलाई बच्चाहरूलाई त पठाउनुहुन्न नि त हामीलाई त खासै अगाडि फ्रन्ट लाइनमा राखिँदैन होइन हामी घरमै बस्छौँ अनि कहिले अब चियान घाटमा गएर त्यसरी फेस टु फेस लास्टलाई छोएको छैन त्यस्तो केही गरेको छैन अल अफ अ सडन अनि त्यसपछि बच्चा त हुन्थ्यो अरे 24 इयर्समा मैले सब्मिट गरेको भनेपछि अनि अल अफ अ सडन मान्छेको लास नाग्दाखेरि त अनि खुट्टा त कहाँ मिल्छ नि त हामीलाई अनि हाम्रो लागि चाहिँ म जस्तो मान्छेहरूको लागि चाहिँ अलिकति त्यो डर लाग्दै कुरा हो भनौँ न मलाई चाहिँ एकदम ठुलो कुरा नै लाग्यो त्यो चिन्दै नचिनेको मान्छेहरू त्यस्तो एकजना त चिनेकै मान्छे पनि त्यस्तो देखाउँदै अनि त्यही हो अब अलि धेरै बोले जस्तो होला होइन तर त्यहाँ गएको मान्छेहरूले फिल गर्न सक्नुहुन्छ नगइजेलसम्म चाहिँ तल बसेर आनन्दले क्रिटिसाइज गर्न सजिलो छ भनौँ न तर म फेरि अब मैले यस्तो गरेँ यस्तो गरेँ भनेर ग्लोरिफाई गरेँ होइन जस्ट बिकज सोध्नु भएको भएर चाहिँ गाह्रो त हामीलाई त अनि इन्सेन्ट लेभलमा भइहाल्छ नि त्यहाँनिर अनि यसो हेर्दाखेरि अब मै पो हुने हो कि बिकज एक्सपिरियन्स चाहिँ छैन नि त जिन्दगी 8000को हिमाल नचढे मान्छे 2टा 8000को हिमाल चढ्न हिँडेको छ अनि अब के भन्छ तपाईँको धेरै जित गऱ्यो भने पनि अब त्यही त हो नि होइन हिमालमा त अल्टिट्युडमा कस्तो जित गऱ्यो भने त कामै छैन नि त अल्टिट्युडमा अफकोर्स आफूले ट्रेकिङ गरेर मान्छे अनि त्यही हो त्यस्तो कुराहरू त दिमागमा आउँछ हलुसिनेसन हुन्छ त्यो आफ्नै बडी देखाए जस्तो के दिमागमा डर लाग्ने क्या बिकज फर्स्ट टाइम देखेपछि त्यो साइकोलोजिकली कति धेरै हान्छ हामीलाई अनि मेन्टली प्रिपेयर एकदम हुनुपर्छ अनि त्यस्तै कुराहरू होइन बट यु सुड किप टकिङ अबाउट इट बिकज यु नेभर नो होइन तिमीलाई हेर्ने लुक लाइक पिपल हु लुक अप टु यु होइन उहाँहरूले त इन्टरभ्युज खोजिराख्नुहुन्छ नि त म जानु पऱ्यो भने चाहिँ के रेफरेन्स हेर्नु पऱ्यो भन्ने हुन्छ नि त सो वी सुड अलवेज इग्नोर द कमेन्ट्स होइन टकिङ अबाउट द कमेन्ट्स आइम स्योर तिमीले पनि धेरै लाइफमा अप्स एन्ड डाउन्स स्पेसली डिजिटल एरामा होइन अलिकति छिचिक्क केही भनिदिने बित्तिकै कमेन्ट गरी अझ झन् त्यो थर्ड पार्टीले क्लिप्सहरू हाल्छ नि ठ्याक्क तिम्रो कन्ट्रोभर्सी हुने गरेर बोलेको हेर्नुहोस् कविता नेपालीले यस्तो भन्छन् टाइपको हुन्छ नि त्यस्तो भन्दाखेरि चाहिँ त्यहाँ जस्तो कमेन्टहरू आउँछ नि आइम स्योर इट अफेक्ट्स यु तर हाउ डु यु डिल विथ इट त्यो त कति हुन्छ नि है खासै पढ्नु त पर्दैन तर प्रायः मान्छेहरू मलाई पठाइरहेको हुन्छ कि म त हेर्दा नि हेर्दिनँ क्या त्यस्तो कमेन्टहरू त त्यो पठाउने मान्छेलाई चाहिँ प्लिज ब्लक गर है अनि
होइन मलाई अस्ति होइन एकचोटि हजुर त्यस्तै यो भयो। इन्डस्ट्रीमा हुनुहुन्छ नि त नि होइन अनि हामीले एउटा बोलिरहेको हुन्छ एउटा प्रसङ्गमा एउटा क्वेसन सोधिन्छ या एउटा कुरा गरिन्छ केहीमा अनि न यताको न उताको यताबाट काटेर यता जोड्दैछ यताबाट यता जोड्दैछ अनि अर्कै ऊ त्यो देखाएर पर्सपेक्टिभ देखाएर अनि मान्छेलाई ह्युमिलिएट गर्दैछ आफ्नो प्रफिटको लागि आफ्नो भ्युजले पनि त पैसा आउँछ नि होइन Exactly. एक लेभलमा आफ्नो प्रफिट खोजेर त्यत्तिकै मान्छेलाई ह्युमिलिएट गरेछ क्या झन् आर्टिस्टहरूलाई त कस्तो गाह्रो क्या अनि फेरि मान्छेहरू पनि अब पुरै प्रसङ्ग नबुझिकनै अब सबैतिरको पक्षको कुरा नसुनिकनै त्यो एउटा क्लिप देखेर जज गर्छ भने चाहिँ म त्यस्तो मान्छेहरूलाई चाहिँ केही भन्न चाहन्न किन भन्दा उनीहरूको कुनै हक अधिकार पनि छैन र उनीहरू कुनै यस्तो पोजिसनमा पनि छैन कि कसैलाई जज गर्न पाओस् कि न्यायाधीश त होइन नि त अब आफ्नो घरमा बसेर केही काम छैन होइन बुवा आमाको पैसा खा होला आफूले सुक्को कमा छैन होला खाटमा बसेर मोबाइल थिच्नु त सजिलो छ नि त त्यस्तो मान्छेहरूलाई के भन्ने क्या त्यही हिपोक्रेसी हेर न अनि एउटा आर्टिस्टको अब हुन्छ नि भयभरको फ्रस्ट्रेसन पोख्छ यस्तो उस्तो भन्छ अनि अब हाम्रो पनि त मनै त हो होइन हाम्रो पनि मेन्टल हेल्थ त हाम्रो पनि एक्जिस्ट गर्छ अनि इफ होइन टचवुड कसैले केही गलत कदम उठाइहाल्यो यताउता भने चाहिँ अनि त्यसपछि उनीहरूकै कमेन्ट हुन्छ कि मेन्टल हेल्थ म्याटर्स यहाँ हो नि। हिपोक्रेसी त मलाई त अझ रिप लेखेछ छ्या। रेस्ट इन पिस रे यस आम रेस्टिङ इन पिस चाहिँ त हो नि होइन साँच्चीकै भन्नुपर्दा त सास चलिरहेको छ तर म रेस्टिङ इन पिस हो क्या टु बी अनेस्ट राम्रो मिनिङ ल्याउँदाखेरि त मर्या त होइन तर पिसमा छु क्या म मेरो आफ्नो अनि कसैले मलाई सोध्यो भने चाहिँ के चलिरहेछ भने म एकदम पिस चलिरहेको छ मेरो लाइफमै भन्छु कि कुनै कुराले मलाई बदर्दै गर्दैन अनि इफ नेगेटिभ छ भने म त्यसलाई पोजिटिभमा कन्भर्ट गरिदिन्छु कि अनि कसैले मलाई एउटा गाली गरेछ भने त्यो मान्छेलाई गाली गर्ने 10जना तल हुन्छ क्या अनि कस्तो खुसी लाग्छ क्या त्यो सपोर्टर्सहरू पाउँदाखेरि चाहिँ कि कास्टलाई लिएर गाली गरेछ कहिले के भनेछ कहिले के भनेछ अनि जस्ट इमेजिन क्या त्यो कुरा लिएर आफूले मन सानो बनाउनु भन्दा त्यो मान्छे कस्तो इन्भाइरोमेन्टमा हुर्क्या होला उसको मेन्टालिटी कस्तो होला उसले आफ्नो बच्चाहरूलाई कस्तो शिक्षा देला अनि उसले आफ्नो घरमा दिदी बहिनी आमालाई कस्तो ट्रिट गरेर होला क्या मलाई त त्यस्तो दिमागमा आउँछ कि जसले अर्काको छोरीचेलीलाई जे पाए त्यही लेख्न सक्छ होइन आफ्नो छोरीचेलीलाई त्यो पढ्दा त्यो मान्छे कस्तो होला कि या त्यसले पनि त्यस्तै भन्ला कि आफ्नो आमालाई आफ्नो दिदी बहिनीलाई जुन त्यो नराम्रो वर्डहरू युज गरेर हुन्छ नि अनि त्यो देखेर चाहिँ उनीहरूको फ्यामिलीले के डिल गरेर होला मेरो चाहिँ दिमागमा त्यस्तो आउँछ क्या अहिले क्रिमिनल इन द मेकिङ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो वर्ड्सहरू देख्दाखेरि मेरो चाहिँ फेरि कस्तो नि अब आफ्नो त कमेन्ट हेरिन्छ होइन हाम्रो अब हुन्छ नि त टिकटक सुरुमा अब अलिकति अनयुजुअल रिल्सहरू देख्यो भने कमेन्टमा जान्छ क्या अनि कसैले स्पेसली वुमेन होइन जुन चलिरहेको सिस्टमभन्दा अलिकति हटेर केही गर्न खोजेको छ अलिकति चित्त बुझ्दो कुरा गरेको छैन अलिकति सोसाइटीको बिलिफलाई च्यालेन्ज गरेको छ भने चाहिँ त्यहाँ कमेन्टमा अझ कतिपय ठाउँमा चाहिँ वुमेनले नै जो एकदम लिमिटेड बिलिफको हुन्छ नि उनीहरूले नै भनेको पनि देखिन्छ क्या कहिलेकाहीँ हामी जुन इन्डस्ट्रीमा छौँ त्यहाँ एनभी धेरै हुन्छ जेलसी धेरै हुन्छ तिमी र म एउटै प्रोजेक्टमा काम गर्दैछौ भने कहिलेकाहीँ मलाई कति कुरामा तिमीसँग प्रब्लम हुनसक्छ तिमीलाई मसँग कति कुरामा प्रब्लम हुन्छ सो हेभ यु एभर फेस्ड द्याट कि ओके मैले सोचेको मान्छेले नै मलाई यस्तो ब्याकस्ट्याप गर्यो भन्ने चाहिँ इन्डस्ट्रीमा परेको छ कि छैन तिमीलाई त्यस्तो त कति भइरहेको हुन्छ तर मलाई त्यस्तो खासै प्रब्लम चाहिँ लाग्दैन क्या अनि इन्डस्ट्रीमा त्यस्तो नराम्रो नियत कसैको नि लाग्दैन मलाई किन भन्दा सबैको आफ्नो पर्सनालिटी हुन्छ क्या जस्तै अब राशिको बारेमा तपाईँलाई थाहा छैन होइन डिफ्रेन्ट पर्सनालिटीको अब हजुरको ट्रेड्सहरू डिफ्रेन्ट हुन्छ तपाईँको पर्सनालिटी डिफ्रेन्ट हुन्छ मेरो ट्रेड्सहरू डिफ्रेन्ट छ मेरो पर्सनालिटी डिफ्रेन्ट छ कोहीसँग मिल्ला कोहीसँग नमिल्ला क्या अब त्यो भन्दैमा होइन मैले भनेको हुनुपर्छ भन्नु त मिलेन नि त यहाँ काम गर्न आऊ तपाईँले पनि पैसा लिएर काम गर्नुभएको छ मैले पनि पैसा लिएर काम गरेँ त्यो कामलाई कसरी राम्रो बनाउनु त्यसमा फोकस गर्ने हो नि त मेरो ट्रेड किन उसले म्याच नगरेको किन मिलेन भने झगडा गरेर रिसाएर बस्नु त हुँदै भएन कि सो काम कसरी राम्रो गर्ने दुईजना काम सकेपछि तपाईँ आफ्नो घरमा म आफ्नो घरमा याद पनि हुँदैन क्या अनि मलाई त बदरै गर्दैन र अहिलेसम्म काम गरेकोमा त्यस्तो मान्छेहरू मैले पाएको पनि छैन जो जतिसँग काम गरेँ सबैजना फ्रेन्डली सबैजना कामलाई फोकस गर्ने पर्सनल लाइफ कसैले यताउता पनि पर्दैन जस्तो लाग्छ क्या मलाई किन भन्दा कसरी काम राम्रो बनाउनु त्यसमा चाहिँ फोकस हुनुपर्छ जस्तो लाग्छ कि कलिग्सहरू भइसकेपछि चाहिँ पर्सनल कुरा गर्नलाई घरमा जो आमा बाउ छ दिदी बहिनी छ दाजुभाइ छ होइन गर नि त अननेसेसरी बाहिरको मान्छेहरूलाई भनिराख्नुपर्छ जस्तो पनि लाग्दैन र ट्रेड्स मिलाएर राख्नुपर्छ जस्तो पनि लाग्दैन क्या कज मिल्दैन क्या कज कुण्डली मान्छेको त्यसरी बनेर हुन्छ होइन हाउ यु क्यान से होइन तिमीले भने गलत हो मैले भने सही हो भन्नु त मिल्दैन बट आइ एम सो ग्ल्याड कि हुन्छ समवन फ्रम दिस इन्डस्ट्री जसलाई चाहिँ विश्वास लाग्दो रहेछ राशि ग्रह एन्ड अलमा
मन लाग्छ अब जस्तो कोही मान्छे हेर्नु न होइन भर्खर भेटा हुन्छ तर कस्तो मजाको हुन्छ नि पहिलादेखि साथीभाइ जस्तो फिल हुन्छ क्या कस्तो मजाको त्यो कनेक्सन भइदिन्छ होइन कोही मान्छे बिचरा उसले के गरे हुन्न तर रिस उठ्छ क्या त्यो आई थिङ्क केही ग्रह स्रह नमिलेर होला क्या म त झन् आजकल न्युमेरोलोजीमा पनि यस्तो लागेको छैन म पुरै हेरिदिन्छु अलिअलि बेसिक नलेज प्लानेट्सको न्युमेरोलोजी ट्यारोको सब अलिअलि बेसिक नलेजहरू चाहिँ मलाई रमाइलो लाग्छ म त अनि त्यत्तिकै छोड्छु लेट इट बी सबैको आफ्नो पर्सनल स्पेस हुन्छ त्यसलाई रेस्पेक्ट गर्नुपर्छ अनि के पर्पजको लागि भेटेको हो त हामी त्यो इम्पोर्टेन्ट हो त्यो पर्पज कम्प्लिट भइसकेपछि तिमी तिम्रो स्पेसमा म मेरो स्पेसमा पिसफुल्ली डन अब त्यही भनेर चित्त चाहिँ बुझाउनु पर्छ है गाइज कहिले काहीँ चाहिँ होइन कहाँ मिलाएर एनर्जी त्यत्रो एनर्जी छ त तपाईँलाई कसैलाई सम्झाएर राख्नु तपाईँ सही हो म गलत हो या म गलत तपाईँ सही हो भने त्यो एनर्जी छैन क्या कामबाट सक्यो आई विश कि सबैजनाले यसरी सोच्दैन किन कोही मान्छेहरूको चाहिँ अब त्यही एनर्जी नै नमिल्ने उनीहरूको ग्रह दशा त्यस्तो हो कि बट मै हो जे हो मै हो मैले चाहिँ गरेको ठिक भन्नेहरू नि हुन्छ नि म त हजुर हो तपाईँ नै हो भनेर हिँडिदिन्छु म चाहिँ आजकल यस्तो अनोइड हुन थालेछु क्या एकदम त्यो हिलिङ जर्नी भन्छ नि एउटा होइन त्यो हिलिङ जर्नीमा हुँदाखेरि चाहिँ यु स्टार्ट टु बिकम मोर मिन रहेछ क्या होइन नट रुड होइन किनभने रुड इज अ चोइस रुड चाहिँ त म रुड हुन्छु यसलाई चित्त दुखाउँछु नि तर मिन चाहिँ कस्तो भने त्यो थाहै नभइकन कहिले काहीँ मैले तिमीलाई केही कुरा भनिदियो भने मिन साउन्ड गर्छ नि तर आई डोन्ट मिन टु बी मिन तर त्यो साउन्ड गर्दो रहेछ त्यस्तो हुने रहेछ क्या होइन अब हजुरले मैले बुझे आन्सर चाहिँ इफ तपाईँले त्यस्तो भन्नुहुन्छ नि तपाईँले आई थिङ्क आफ्नो पर्सनल त्यो एनर्जी बचा होला क्या म चाहिँ त्यस्तो जज गर्नै परिहाल्यो भने पनि कोही मान्छेले फ्याटो भनिहाल्यो पनि त्यो आफूलाई प्रोटेक्ट गरे होला क्या जस्तै अब त्यो कति कुराहरू भन्नु पनि पर्छ क्या इग्नोर गर्नुहुन्न क्या त्यो आफ्नै मेन्टल पिसमा गाह्रो पर्छ क्या इफ मैले अनि पछि गएर चाहिँ सेट मैले यो भने यसै हुने रहेछ भनेर आफूले हाम्रो त्यसको साथ भनिदियो कि सम पिपल have to get hurt त्यही भएर some people deserve to get hurt त्यही भएर नि तिमीलाई एउटा थाहा छ लाइक जो मान्छेलाई हुन्छ नि उसलाई रिसै उठ्दैन रिस उठेपछि अति रिस उठ्छ भन्छ नि हामी होइन द्याट इज बिकज उनीहरूकोमा त्यो जसले इजिली लेट गो गरिदिन्छ नि ल ठिकै छ सहेर बस्छ नि उसले चाहिँ त्यो एक्युमुलेट गरिरहेको हुँदो रहेछ क्या दुई तिनचोटि ब्रस इट अफ होइन ठिक छ भनेर अनि पछि कहाँनिर त्यो के कुराले ट्रिगर गर्दो एकैचोटि पड्किँदो रहेछ क्या त्यही भएर पनि यु निड टु टेक युर स्ट्यान्ड होइन यु निड टु स्ट्यान्ड फर युर सेल्फ भनेको कारण त्यो रहेछ अनि मलाई अहिले द रिजन वाइ आई कम अक्रस मिनर इज बिकज मैले पहिला जुन कुरालाई हुन्छ भनेर झुकेर मान्थेँ नि अहिले मलाई चाहिँ आफ्नो लागि स्ट्यान्ड लिनुपर्ने रहेछ हुँदै गयो अनि मलाई त्यति बेलाको कुराहरू ओके आई डिड नट टेक स्ट्यान्ड फर माइसेल्फ अनि मलाई मान्छेले यस्तरी हेप्या थियो भनेर त्यो सबकन्सियसली नचाहँदै पनि निस्किँदो रहेछ क्या कति स्विट भएर बस्न सकिन्छ त कति आफूलाई हुन्छ नि दबाएर नाइस बन्नु सकिँदैन नि त सधैँ यु क्यान नेभर प्लिज एभ्री वान यु क्यान नेभर इम्प्रेस एभ्री वान भन्ने चाहिँ मैले बुझेँ बट ठिक छ अब एस्ट्रोलोजीको त हामी टक एन्ड टक मेरो फेभरेट सब्जेक्ट एकदम कुरा गरेर बस्नु मन लाग्छ तर कविता यु आर एन इन्सपिरेसन टु सो मेनी पिपल होइन इट गोज विदाउट सेङ एक्चुली नै के एन्ड तिमी मभन्दा सानो छौ एजमा होइन तर इन टर्म्स अफ एक्सपिरियन्स एन्ड इन टर्म्स अफ द हर्डल्स इन लाइफ यु फेस्ड होइन आई हेभ सिन द्याट के होइन मैले हामी त्यति धेरै पर्सनली त्यसरी नभेटे पनि आई नो द्याट होइन कस्तो त्यो भए पनि नहुने नभए पनि नहुने भइसक्यो कि सोसियल मिडिया चाहिँ फेरि अहिले होइन यति धेरै इकोनोमी एक हिसाबले ध्यान दिएको छ जस्तो पनि लाग्छ तर फेरि हामीलाई मेन्टली यस्तरी अल्झाएर राखिसक्यो यस्तो इल्युजनमा राखिसक्यो कि न हामी त्यहाँबाट बच्न सक्छौँ न हामी पुरै तरिकाले त्यहाँ डुब्न सक्छौँ इट्स भेरी डिफिकल्ट मेरो धेरै फलोवर हुँदैन मलाई भेट्न आउने दिदीको मेरोभन्दा धेरै फलोवर्स हुन्छ द्याट्स सोसियल मिडिया यत्रो वर्ष काम गरेर अब छैन नि त फलोवर्स त्यति धेरै होइन तर अब नर्मल त्यस्तो नर्मल नै नभनौँ तर जे होस् भइरहेको हुन्छ भनौँ न फलोवर्स आए राम्रो अनि ठिक छ अब चल के गर्न सकिन्छ अप्स एन्ड डाउन्स देखिसकेँ कि लाइफमा मैले त नि होइन अनि पहिला राजसमाल सरहरू सुटिङ गर्नु हुँदाखेरि निखिल सरहरू सुटिङ गर्नु जानु हुँदाखेरि त्यो बसेर गफ गरेको पनि त हो नि त आफैले मलाई याद छ उता शङ्खमुलको पुलबाट त्यो हामफाल्ने सिन हुँदाखेरि गएर कुरा गरेर कस्तो राम्रो सेलिब्रिटीको स्टारडम छुट्टै थियो क्या त्यतिखेर त्यो देख्यो त्यसपछि आफू बिस्तारै इन्डस्ट्रीमा आइयो अनि त्यसमा फेरि छुट्टै माया देख्यो त्यसपछि फेरि कोभिड भयो टिकटक इन्ट्री भयो टिकटक पछि फेरि छुट्टै हाइप आयो भाइरल के भनेर अनि
त्यसपछि फेरि त्यो ड्रप भयो, फेरि अर्कै एरा चलिरहेछ अहिले, अनि फेरि त्यसपछि ड्रप भएर अनि फेरि त्यो मुभीतिर आयो, त्यसपछि फेरि ड्रप भयो, अनि म त यहाँ पुगेर फेरि हुप्प तल, फेरि माथि, फेरि तल, अनि मलाई त केही कुराले इम्प्याक्टै पार्दैन क्या। अनि भाइरल भयो पनि ठिक छ, नभए पनि ठिक छ, कज भाइरल हुन्छ भनेर कहिले केही गरेकै होइन, कति कामहरू गरिरहेको हुन्छ होइन, अनि त्यसमध्येमा लाइकहरू आइरहेको हुन्छ। इभन डकुमेन्ट्रीमा अहिले कस्तो राम्रो रेस्पोन्स आएको छ, त्यसलाई अब भाइरल भएको भन्नु मिल्दैन, कज एउटा काम गरेर पाएको। अनि केही कुराले छुँदा पनि छुँदैन अहिले। अनि जस्ट माइन्डमा के हुन्छ भन्दा काम हो, काम गर्नुपर्छ, फ्यामिली पाल्नुपर्छ, आफूलाई पाल्नुपर्छ, काम गर्ने, पैसा लिने, द्याट्स इट। त्यसमा सपोर्ट गर्ने मान्छेहरू आउनुहुन्छ भने एकदम खुसी लाग्छ, बिन्दास आफू पनि हात फैलाएर जाने हो सपोर्टर्स भनेर। आफ्नै जसरी माया गर्छु, जो नेगेटिभहरू आउनुहुन्छ हस्त नमस्ते चल्ते चल्ते हो। अनि केही छैन, कामको रूपमा लिन्छु हो म त अहिले यो कुरालाई। त्यस्तो सबैले आफ्नो काम गरे जस्तो लाग्छ। डक्टरले आफ्नो काम गरिरहेछ, पाइलटले आफ्नो काम गरिरहनु भएको छ, हामी आफ्नो काम गरिरहेछौँ, त्यही हो। एक्सेप्ट कमेन्ट गर्ने मान्छेहरूले उहाँहरूले मात्र काम होइन, उहाँहरूले पनि काम गरेको नि थाहा छ। टु बी अनेस्ट भन्दा क्या, हजुरहरूले जति पनि कमेन्ट लेख्नुहुन्छ नि त्यसको पनि पैसा आउँछ नि हामीलाई। ए हो भनिदिनु नि, भोलि कमेन्टै गर्छु पैसा कमाउँछ। सिरियसली भनेको क्या, साँच्ची हो। फोटोमा समेत कमेन्ट गरेको पैसा आउँछ। रोडिजले मलाई कति फाइदा भएको छ, मलाई कस्तो पनि थाहा थिएन कविता यो कुरा। साँच्ची मोनिटाइज भयो, फेसबुक मोनिटाइज भएको छ। इभन अहिले त हजुरहरू सेलिब्रिटी पनि हुनु पर्दैन, हजुरहरू फेसबुक छ भने हजुरहरू पनि मोनिटाइज हुन्छ च्यानल, हजुरहरूको पनि डलर कमाउन सक्नुहुन्छ। भ्युजले, लाइकले, कमेन्टले पैसा आउँछ नि, साँच्ची हो। क्यामेरा जतिजना छौँ सबैजनाले प्लिज है कवितासँग सिक्छौँ हामी मोनिटाइज कसरी गर्ने, म पनि सिक्छु अब कसरी मोनिटाइज गर्ने। कतिपय मेरो यत्तिकै पैसा आइरहेको हुन्छ, केही गर्नै पर्दैन। झन् कहिले कति अब अहिले चाहिँ आई डोन्ट नो होइन, अलि त्यो कमेन्ट एक्टिभ भएको छ क्या मेरोमा चाहिँ। कहिले के भनेर कहिले कास्टलाई लिएर कराएर हुन्छ होइन, कहिले कसको नाम जोडेर मलाई भनेर हुन्छ, यत्रो लामो लामो कमेन्ट के। अनि ओके भनेर रिफ्रेस गरेर होइन प्रोफेसनल ड्यासबोर्डमा गएर हेर्छु, डलर बढिरहेको हुन्छ क्या। थ्याङ्क यू सो मच, कज मैले थ्याङ्क यू भन्नै पाएको छैन। जो जसले मेरोमा लामो लामो कमेन्ट गर्नुभएको छ नि, हजुरहरूले गरेर कति धेरै पैसा आएको छ, मेरो घर चलिरहेको छ। थ्याङ्क यू। मलाई कवितालाई सोध्न मन लागेको कुरा चाहिँ, यु हेभ डन सो मेनी म्युजिक भिडियोज है, हजुर एकदमै धेरै होइन, काउन्ट गरेछ अहिलेसम्म कतिवटा म्युजिक भिडियो गरेँ भनेर? गरेको छैन नि, गऱ्यो अहिलेसम्म? खोइ गरेको छैन। अस्ति नै त्यो आर्टिस्ट कार्ड बनाउँदाखेरि काउन्ट गरेको चाहिँ त्यस्तै कति 300-400 त्यस्तै। कस्तो क्याजुअली 300-400 होइन काउन्ट गरे होइन, यस्तो पनि भयो, कति त भाइरलै हुँदैन, कति त हिटै हुँदैन क्या। त्यसको कामको लागि कति म्युजिक भिडियो बन्छ नि त, अनि इन्डस्ट्रीमा आएकै तपाईँको बुगी सकिने बित्तिकै आएको हो नि त नि होइन। कति काम गऱ्यो होला सोच्नु मैले यत्रो वर्षमा क्या। मैले टिकटकमा अब तिमीलाई हुन्छ नि सोसियल मिडिया मात्रै चलेको हुन्छ क्या। अनि प्राय मान्छेले चाहिँ एकदम रेयरली सङहरूले मात्र, कतिजना मान्छेले त चिन्दा नि चिन्नुहुन्न, किन म्युजिक भिडियोमा एउटा अवतार हुन्छ, रियलमा अर्को अवतार हुन्छ। अब रियलमा कहाँ परिला सरिला लगाएर मेकअप गरेर, अनि ठिक छ। तर होइन 300-400 इज अ लट नि होइन। 11 वर्ष यु हेभ बिन इन दिस इन्डस्ट्री। 11 होइन 10 वर्ष हुनु लाग्यो। ए 10 वर्ष हुनु लाग्यो, सरी आई थिङ्क जुलाईमा हुन्छ, यो जुलाईमा हुन्छ। 10 वर्ष हुनु लाग्यो त 10 इयर्स इज अ लट नि होइन। तर तिमीलाई चाहिँ सोसियल मिडिया अब टिकटक भनौँ न आउनुभन्दा आएको कति बेला भयो, कहिले चाहिँ यु स्टार्टेड जोइनिङ लाइक एक्टिभली? अब टिकटक ल थर्ड लकडाउनमा भनेको त सेकेन्ड लकडाउन भइसकेपछि 2022 तिर होला। 22 त्यतिखेर टिकटक जोइन गरेँ। हो यु वर लेट टु द पार्टी। त्योभन्दा अगाडि त गरेकै थिएन नि। अनि त्यतिखेर साथीहरूले भन्यो लकडाउनमा के गर्यो? एक्सर्साइज। सिलिन्डर उचाल्दै, बोरा उचाल्दै, चामलको कस्तो रमाइलो हुन्थ्यो। अनि त झन् जङ्गल थियो नागरजुङ डाँडामा होइन, हाइक जान्थ्यो हामी, कस्तो रमाइलो हुन्थ्यो। ड्याडी म हाइक गयो, रमाइलो, रुखसुख चढ्न गयो, नेचरमा मेडिटेसनहरू गऱ्यो, कस्तो मजाले गयो। रमाइलो त रमाइलो छ। टिकटक अकाउन्ट मैले पहिल्यै खोलेर चाहिँ राखेको थिएँ फेरि, तर मैले चलाएकै थिएन। But do you remember your first video going actually viral? के भाइरल अब त्यति बेला 10,000 मात्र भ्युज कटे पनि सुरुमा त हुन्छ नि त, मेरो भ्यू यति आयो भन्ने हुन्छ नि त। सो डु यु रिमेम्बर यो फर्स्ट भिडियो जुनले चाहिँ एकदम अटेन्सन ग्राब गरेको थियो टिकटकमा? खै हेर्नै पर्छ। तर त्यो लकडाउनमा त्यो बोरासोरा बोकेर हालेको भिडियो नि एकदम भाइरल भएको थियो।
तर त्यो ट्रेडमिलवाला त इट वाज इन्सेन कविता त्यो त इन्डियामा पनि भाइरल भएको थियो है त्यो त एकदमै धेरै अनि सो मेनी पिपल ट्राई टु रिक्रिएट इट एन्ड आई स द्याट ट्रेडमिल लाइभ म एकचोटि तपाईँहरूको प्रोडक्सन अफिसमा गएको थिएँ क्या अनि समबडी टोल्ड मी आइम स्योर मोहित कि एकजना विजु टोल्ड मी यो भाइरलवाला ट्रेडमिल सुरुमा मैले बुझिनँ हजुर हो कि कविताले नाचेको भाइरलवाला ओके आई अल्सो वान्टेड टु ट्राई बट होइन मलाई मेरो खुट्टा अलिक प्यारै छ भनेर आई डिड नट होइन रमाइलो फन You love dancing, right? Yeah, I love dancing. So, यतिकै like free time मा पनि if you're not working, if you're not doing anything, you're dancing. यतिकै हावातालमा डान्स भिडियो बनाउनुपर्छ ल because मैले भिडियो नबनाएको कति भइसक्यो कि आज बनाउला नि त हामी मलाई आई लभ डान्सिङ होइन पहिला पहिला चाहिँ डान्स नट लाइक यु है फेरि पुरा त्यो लकिङ एन्ड पपिङ चाहिँ होइन म कहाँ लकिङ पपिङ गर्छु म तिम्रो त डान्स अलि एउटा फर्म छ नि त म चाहिँ त्यस्तरी चाहिँ होइन बट आई युज टु इन्जोय डान्सिङ अ लट के बच्चैदेखि सो तिमीले अस्ति रिसेन्टली एउटा हाम्रो साइफाई मुभी आएको थियो है एक्लो आई फिल लाइक त्यो मुभीको प्रमोसन भएन क्या धेरै होइन यस्तो हो त्यसमा चाहिँ म कुरा गरिहालेँ ल कस्तो मेरो एकदम हृदयको नजिकको प्रोजेक्ट हो होइन त्यो मेरो एकदमै मैले ज्यान दिएको प्रोजेक्ट हो त्यसैले मान्छेहरूले धेरै क्रिटिसाइज पनि गरे त्यसलाई तर चेन्ज चाहियो भनेर मान्छेहरूले भनिरहेको हुन्छ नि त नि हामीले होइन तर जब चेन्ज ल्याउँछ नि कसैले एक्सेप्ट गर्दैन क्या पच्दैन स्ट्रेट वर्ड यस प्रदीप साई सर होइन हाम्रो डिरेक्टर एक्लोको उहाँलाई खासै केही त चाहिँदैन थियो होला कि नेपालमा आउनु त्यत्रो पढे लेखेको डिरेक्टर युकेमा बस्नुभएको छ सबै उहाँले गर्न सक्नुहुन्छ बाहिर काम गरेको मान्छे होइन नेपालमा आएर आफ्नो देशमा केही गर्छु भनेर कन्ट्रिब्युट गर्नुभयो हामी जस्तो एक्टरहरूलाई चान्स दिनुभयो मैले त आशै मारिदिएको थियो कि नेपाली मुभी इन्डस्ट्रीमा काम पाउँछ भनेर जस अडिसन लिनुभयो उहाँले क्यापेसिटी देख्नुभयो होइन एकदम प्रोफेसनल मान्छे मेरो सबै कुराहरू अडिसन लिएर इभन लाइक भोकल टेक्स्चरको टेस्टहरू भयो डायलगको टेस्टहरू भयो क्यारेक्टर लुकको टेस्टहरू भएर एक्सेप्ट गरेर एकदमै राम्रो स्टार कास्ट प्रदीप खड्का सर हुनुहुन्छ यसमा तपाईँको विजय लामा सर हुनुहुन्छ दिया पुन दिदी बेन्जा हमालजी कस्तो राम्रो राम्रो एक्टरहरू राखेर सुनिल थापा सर आदरणीय सर सबै काम गर्यो होइन अनि नेपालमा पनि यस्तो बन्छ है नेपालमै यति लेभलको प्रडक्सन हुन्छ लोमान थाङलाई तपाईँको कस्तो मजाले देखाउनु भएको छ सबै कुराहरू भयो उहाँले पैसा पनि प्रमोसनमा पनि पैसा नहालेको होइन हामी दिन रात नभनिकन नखाइ प्रमोसनमा भाग्यो गऱ्यो सबै कुरा भयो होइन तर लास्टमा के बुझ्यो भन्दा अब चेन्ज चाहिन्छ तर एक्सेप्ट चाहिँ छैन चेन्जको लागि सोजहरू पनि तपाईँको गाह्रो त गाह्रो भएको थियो अफकोर्स नेपाली मुभीलाई अझलाई पनि थाहा छ कसरी हेप्छ विदेशी मुभी आउने बित्तिकै नेपाली मुभीलाई अलिक गाह्रो पर्छ भनेर अब त्यति धेरै चाहिँ नबोलु मलाई यसको बारेमा किन भन्दा म त्यति योग्य त छैन सोजहरूको बारेमा तर मेरो मुभीलाई चाहिँ म मेरै मुभी भन्छु किन भन्दा मैले आफ्नो सम्झेर गरेको होइन अनि जी ज्यान लाएर गरेको मैले मात्र होइन सबैजनाले काम गर्नुभएको स्क्रिप्टमा केही कमी छैन सबै कुरा छैन लास्टमा हलबाट मान्छेले निस्केर कस्तो गीतै नभएको मुभी रे अनि अब गफ चाहिँ हामी अनि चेन्ज गर्ने भनेर भनिरहेको हुन्छ बाहिरको मुभीहरू त त्यस्तो हुँदैन नि त कि सबैजना बाहिरको मुभी हेरेर स्या नेपालमा कहिले बन्ला भनेर भनिरहेको हुन्छ होइन तर बाहिरको प्याटर्नमा बनाउँदा बाहिरको स्क्रिप्टमा बनाउँदाखेरि चाहिँ मान्छेलाई अलिकति गाह्रो भयो डाइजेस्ट गर्नको लागि फेरि यो भन्दैमा हाम्रो नेपालको मुभीहरू नराम्रो भनेकै भएन मैले सबै मुभी मैले हेर्छु नेपाली मुभीहरू राम्रो छ तर केही नयाँ फ्लेभर पनि त चाहिएला नि त भनेर कोसिस गरेको हो नि त एक्लो टिमले तर आएर होइन थाहै नहुने रहेछ कि अडियन्सलाई कुनै बेलामा हामीले कस्तो प्लेन स्टोरी लाइन त छ नि भनेको मुभी चाहिँ फेरि कहिलेकाहीँ कस्तो चलिदिन्छ मान्छेहरूले मन पनि पराउनुहुन्छ कहिलेकाहीँ त केही नयाँ गर्नु खोजौँ न त भनेको मुभीहरू नचलिदिएको पनि छ सो वी नेभर नो रहेछ अलिकति लक पनि हो कि मुभीसँग कम्पेयर गर्नु खोजेकै भएन होइन अनि सबैजनालाई आफ्नो मुभी एकदमै प्यारो हुन्छ र कम्पेयर गर्नु पनि हुँदैन कि किन कथा विषयवस्तु डिफ्रेन्ट हुन्छ भिजन डिफ्रेन्ट हुन्छ होइन हाम्रो एक्लोको भिजन यति मात्रै थियो कि केही नयाँ गर्ने ट्राई गरौँ न त भनेर अनि गऱ्यो पनि सबैजना खुसी पनि छ अलिकति भिएफएक्समा चाहिँ तपाईँको कम्पेरिजन भए जस्तो लागेको नेपाली जहाँ अब नेपाली पैसामा बनाएको हो नि त हामीले त होइन अब हलिउडहरूले डलरमा बनाएको हो नि त त्यही कुरा अब कति गुणा
धेरै हुन्छ क्या नेपाली पैसा हाल्दा डलर course. अनि फेरि त्यति गुणा नै कम्पेरिजन हाई हुनुपर्ने हो नि त सो त्यति धेरै पैसामा बनाएको मुभीलाई थोरै नेपाली पैसामा बनाएकोसँग कम्पेरिजन नगरिदिकन होइन हेरिदिएको भए चाहिँ राम्रो हुन्थ्यो किन एकदमै डिफ्रेन्ट टेस्ट चाहिँ थियो कि अनि धेरै कुरा पनि सिकिन्थ्यो होला है अडियन्सहरूले चाहिँ अनि एज अ एक्टर मैले धेरै कुराहरू पनि सिक्न पाएँ भने अडियन्सहरूले त धेरै कुरा हेर्नु पाउनुहुन्थ्यो होला केही चेन्ज भइरहेछ नयाँ नेपाल भन्छौँ नयाँ सिनेमा भन्छौँ तर के हामी एक्सेप्ट गर्छौँ त त्यो कुरालाई रेडी छौँ त हामी भन्ने कुरा पनि भयो क्या अल्सो अलिकति गाह्रो चाहिँ नेपाली फिल्मलाई सस्टेन गर्न गाह्रो चाहिँ किन पनि हुँदो रहेछ भन्दा एउटा त लिमिटेड हल्स लिमिटेड सोज होइन अब म आफै पनि होइन इफ देयर इज वान फिल्म द्याट आई वान्ट टु वाच म प्रिमियरमा जाँदिनँ क्या मलाई प्रिमियर भन्दा पनि इफ आई रियली वान्ट टु वाच द्याट मुभी म पैसा तिरेर म जान्छु क्या टिकट किनेर हेर्न जान्छु होइन अनि हामी त कुदिरहेको हुन्छ नि अनि एक्लो वान अफ दोज मुभिज जुन चाहिँ मलाई एकदमै हेर्न मन थियो अमङ 2-3 अदर मुभिज होइन अनि हामी त कुदिरहेको हुन्छ कहिले आउट अफ भ्याली कहिले के ल अब अर्को हप्ता हेर्छु भन्दा जस्तो म फिल्म गइसक्छ अनि कहिलेकाहीँ नर्मल अडियन्सलाई पनि होइन नर्मल अर्डिनेरी पिपललाई नै पनि भनौँ नट सेलिब्रिटिज तर कहिलेकाहीँ उहाँहरूको एरियामा लाग्दिँदैन क्या होइन अनि अब फेरि उहाँहरूको साइडबाट हेर्दा पनि अब अलिक आफ्नो कम्फोर्ट जोनबाट निस्केर हेर्न जान वर्थ इट होला त भन्ने त धेरैवटा क्वेसन्सहरू आउँदा आउँदै चाहिँ त्यो फिल्म पनि निस्किसक्छ क्या होइन अनि त्यो कुरामा चाहिँ अलिकति रिसोर्सेसहरू धेरै भएको भए होइन माध्यम मान्छेहरूलाई फिल्म देखाउने माध्यम धेरै भएको भए चाहिँ सायद अलिकति सस्टेन गर्न सजिलो हुन्थ्यो किनभने अहिले त कति राम्रो राम्रो आर्टिस्टहरू आइराख्नु भएको छ पढेको फिल्म मेकर्सहरू होइन फिल्म स्कुलहरू कति छ अहिले भन न अनि वी वुड लभ टु सी द्याट बट ठिकै छ अब बिस्तारै बिस्तारै क्युएफएक्स जस्तै अरू पनि हल्सहरू अथवा क्युएफएक्सकै अझै धेरै चेनहरू आउँछ होला लेट्स होप द्याट ठिक छ तर जति आए पनि के हामी रेडी छौँ त चेन्जको लागि भन्ने कुरा पनि द्याट रिमेन्स द क्वेसन अब इङ्ग्लिस भयो भन्नुभयो कतिजनाले रिभ्यूहरू मिक्स्ड रिभ्यूहरू आयो युथहरूले एकदमै मन पराइदिनु भएको छ कलेज स्टुडेन्टहरूले युथहरूले मलाई पर्सनल मेसेज गर्नु पाएर अलिकति एज भएको मान्छेहरूले अलिकति मन पराउनु भने किन इङ्ग्लिस धेरै भयो बुझेन भने ठिक छ भन्न पाएँ आफ्नो ओपिनियन सेयर गर्नु पाएँ होइन तर त्यो भन्दैमा बाहिरको मान्छेहरूले चाहिँ यसले त यस्तो भनेको थियो म हेर्दिनँ त त्यस्तो नभनिदिनु भएको भएछ हुन्थ्यो किन भन्दा अरूको ओपिनियन त्यति धेरै मान्नुहुन्छ त कसैले आएर आफ्नो घरमा होइन घरको बारेमा कसैले नराम्रो भनिदिन्छ भने होइन अनि त्यही कुरा सुनेर मेरो घर नराम्रो भन्नु मिल्छ त आफूले चेक त गर्नु पर्ला नि त नि होइन अनि हामी हाम्रो सिनेमा हाम्रो मुभी हाम्रो देश भनेर हुन्छ अनि कसैले हाम्रै मान्छेहरूले 2 शब्द नराम्रो भन्नु मिल्छ नराम्रो छ भनिदिने क्या हेर्दै नहेरिकन फिलै नगरिकन अनि जजमेन्टल के त्यो टु वे भेरिफाई नगरिकन फ्याट्टै जजमेन्ट दिइहाल्ने क्या अनि त्यो कुराहरू चाहिँ कस्तो विडम्बना छ गाह्रै छ चेन्ज गर्नु मिल्दैन के गर्ने यस्तै छ यस्तै छ भने बस्यो बट यो 9 years 10 yearsमा कविताले कति धेरै कामहरू गरिसक्यो नि त होइन के चाहिँ गर्न बाँकी होला अब यसो हेर्दाखेरि होइन धेरै कुरा बाँकी छ नि जिन्दगीमा बट हामीले हेर्दाखेरि कविता प्लिज कविता मुभीमा पनि छ म्युजिक भिडियोमा पनि छ रियालिटी सोजमा पनि छ धेरैवटा कुरामा छौ नि त तिमी होइन सो तिमीलाई मुभिज र जस्ट यो सबै धेरैवटा एस्पेक्टहरूमा हेर्दाखेरि चाहिँ यो चाहिँ मेरो फोर्टे हो होइन यो चाहिँ मलाई रमाइलो लाग्यो जस्तै मुभिज अथवा डान्सिङ के चाहिँ तिमीलाई चाहिँ यो चाहिँ मेरो एलिमेन्ट हो मलाई चाहिँ यो गर्दा धेरै खुसी हुन्छ जस्तो लागेको चाहिँ केही छ मलाई त सबै गर्दा खुसी आउँछ म त जे गर्छु म खुसीसँग गर्छु जस्ट गर्नु चाहिँ पर्यो द्याट्स द ब्लुप्रिन्ट हो जस्तै मलाई यो भएर म खुसी हुन्छु नत्र भए हुन्न भन्यो भने त त्यो क्राइटेरिया त्यो छुट्याइदिए जस्तो हुन्छ अनि त्यसपछि युल नेभर बी ह्याप्पी मलाई जति डान्स गर्दा खुसी हुन्छ मुभी गर्दा अर्कै खुसी भयो क्या जस्तो तपाईँको भात खाँदाखेरि अर्कै लेभलमा अगाउँछ नि होइन तपाईँको मोमो खाँदा फेरि अर्कै लेभलमा अगाउँछ नि त त्यो सो डिफ्रेन्ट हाम्रो पेटको भोगहरू हो क्या त्यो भोग मेटाउनु पऱ्यो नि त नि होइन अनि जस्तै अब डान्सको भोग छुट्टै हुन्छ होइन मुभीको भोग छुट्टै हुन्छ माउन्टेनरिङको भोग छुट्टै हुन्छ क्या अनि त्यो कन्ज्युम गर्दाखेरिको त्यो सेटिस्फ्याक्सन फेरि छुट्टै हुन्छ क्या सो अब कसरी वर्णन गर्ने कि तपाईँलाई भात खाँदाखेरि धेरै मजा आयो कि मोमो खाँदाखेरि धेरै मजा आयो कि चाउमिन खाँदा धेरै मजा आयो कि पिज्जा खाँदा धेरै मजा आयो त फेरि ठ्याक्क इक्जाम्पल हुने क्या होइन सोच्नु न जस्तै भात
अल्टिमेट सुप्रिम खुसी हो होइन तर मोमो खाँदा फेरि त्यो मिठै गर्नु सक्दैन कि अर्कै मजा आउँछ क्या जस्तो हिमाल चढ्नु जाँदा होइन मलाई काहीँ के कसैको मतलब थिएन कि यस्तो रमाइलो भयो होइन त्यो म आफूले आफूलाई पाए जस्तो आफूले आफूलाई खोजे जस्तो पुरै आध्यात्मिक के म मान्छेले नि अलिकति बलाइ भन्छ त्यसको तर त्यो आफूले आफूलाई खोजे जस्तो होइन तर फेरि डान्स गर्दाखेरि होइन तपाईँको स्ट्रेस अफ जान्छ क्या यस्तो अलाइभ फिल हुन्छ एक बन्द कोठामा डान्स गरेर पागल जस्तो नाचेर बस्दा मुभी गर्दाखेरि फेरि अर्कै कुरा मैले फिल गरेँ क्या तपाईँको डिफ्रेन्ट क्यारेक्टरमा बस्नुपर्ने हुन्छ डिफ्रेन्ट मान्छेको सुजबाट एक्सपिरियन्स गर्नुपर्ने हुन्छ डिफ्रेन्ट मान्छेले कसरी हेर्ला उसको भोगाइ कस्तो होला हुन्छ नि डिफ्रेन्ट पर्सपेक्टिभ डिफ्रेन्ट आँखाबाट हेरिरहेको छ क्या तपाईँले वर्ल्डलाई क्या आफ्नो आँखाबाट भएन त्यो क्यारेक्टरको आँखाबाट निहाल्नु पर्ने हुन्छ होइन अनि त्यसमा फेरि छुट्टै रमाइलो त्यो रिसर्च गर्नु जाँदा त्यो अर्कै टाइपको के एरियल कसरी फर्स्ट टाइम यो पृथ्वीमा आउँदा कस्तो फिल भयो उसलाई सास कसरी फेल्यो होला माथि कस्तो अक्सिजन हुन्थ्यो होला यहाँ कस्तो हुन्थ्यो होला उसले फर्स्ट टाइम खोला देख्दा कस्तो भयो होला बगिरहेको पानी देख्दा स्पेसमा बस्ने मान्छेलाई मेरो कवितालाई त नर्मल कुरा हो नि त त्यो अनि फर्स्ट टाइम उसले अब त्यो के भन्छ जङ्गली मान्छेहरू देखिरहेछ होला होइन उसलाई कस्तो भयो होला उसको आँखाबाट हेर्दाको त्यो मलाई त अब केही नर्मल लाग्छ नि त त्यस्तो कुराहरू तर स्पेसमा बस्ने मान्छेलाई डिफ्रेन्ट क्यारेक्टरको मान्छेलाई कस्तो फिल होला त्यो रिसर्च गरेर त्यो वेमा त्यो एक्ट गर्न होइन त्यो हावालाई छुट्टै छुइरहेछ पानीलाई छुट्टै छुइरहेछ त्यो फिलै अर्कै हुन्छ हिमाललाई हेर्दाखेरि अर्कै त्यसैले मलाई लप परेको हिमालसँग भन्दै सरी हिमाल मान्छेको नाम हो होइन त्यो जे पाइ त्यो नलिनु हामी त त्यसरी राख्दिने है काटेर गाइस कविता लप पर्यो कविताको लप पर्यो हिमाल हिमाल भनेर हाम्रो उसमै त्यही राख्दिने एरियल क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हो क्या त्यो नत्र मलाई त खासै पोखराबाट देखिन्थ्यो सबैभन्दा नजिक हिमाल होइन कस्तो राम्रो रहेछ भनेर त्यो त्यहाँसम्म जाने आँटै आएन क्या तर फर्स्ट टाइम एक्लो मुभी गर्दाखेरि लोमानथाङसम्म गएको थियो नि त हाम्रो नेपालको एज भनौँ न त्यही थियो तिम्रो अहिलेसम्म लाइफमा यस सो माउन्टेन चढ्नु अगाडि तिमीले अरू ट्रेकिङहरू गरेको थिएन गरेको थिएन सो लोमानथाङमा हामी सुट गर्नु बसेको थियो त्यहाँ धौलागिरी रेन्जहरू तपाईँको जमसङको त्यो मनाङहरूबाट त्यस्तो देखिने रहेछ होइन तपाईँको त्यहाँनिर छुट्टै हिमालको रेन्जहरू देखिन्छ अनि त्यो फर्स्ट टाइम एरियाले देख्दा कस्तो होला म त्यही अड्किरहेको थिएँ क्या अनि हिमालले बोला जस्तो फिल हुने होइन त्यहाँ माथिबाट भ्यू कस्तो देख्ला त्यहाँ माथि कस्तो अक्सिजन होला झन् मलाई होइन लोमानथाङमा नि त पातलो अक्सिजन हुन्छ नि त अल्टिट्युड लागेको थियो क्या मलाई सिक्नेस भएको थियो झन् त्यो माथि झन् कस्तो फिल होला त्यो एरियलको क्युरियोसिटी हो क्या मेरो त मलाई त के हुनु रहेन 3टा हिमाल चढ्छु कि त्यो नट जोक भने फर्स्टमा चाहिँ बेसपोक ट्रेनिङ गर्न म लोबुचे हिमाल चढेँ होइन सिधै त 8000 हिमाल त चढ्नुहुन्न त्यो त्यस पछाडि गर्नु गाह्रो हुन्छ होइन त्यसैले 6119 को हिमाल छ लोबुचे हिमाल त्यसमा गएर माउन्टेनरिङ बेसपोक ट्रेनिङ गरेँ होइन अनि त्यसपछि एभरेस्ट गरेँ लोत्से गरेँ कि एउटा हिमाल नि चढ्नु त्यो नसोचे मान्छेले अहिलेसम्म 3टा हिमाल चढेँ कि अनि कस्तो त्यो के हो लाइफ हुन्छ नि तपाईँको यतिकै तौल भने भर्खर भन्यो नि त हावामा अनि भर्खर मलाई नि रिकल भइरह्यो कि मैले 3टा हिमाल चढेँ कस्तो क्याजुअली फ्लेक्सिङ के बहिनी 3टा हिमाल त चढेँ नि तिम्रो अब नेक्स्ट हिमाल चाहिँ केही छ बकेट लिस्टमा छ नि भन्न मिल्छ What's going on हो Mountains going on हो यस्तो फिजिकल हिमालहरू पनि छन् लिस्टमा तर मेन्टल हिमालहरू पनि धेरै छन् भेरी डिप भेरी डिप अनि त्यही हो तपाईँको लाइफको हिमालहरू पनि धेरै छ सो डिफ्रेन्ट पिकहरू छ बिस्तारै समिट गर्दै जाउँला कति पुगौँला कति नपुगौँला ट्रु द्याट But you're very inspiring. I'm not saying this because you're my guest, and because I don't like doing that thing. त्यो यताउता अगाडि भन्नलाई हैन स्ट्रेट फरवर्ड है त्यो मनमा नै के त्यो मस्का लाउनु पर्छ त्यस छैन के हजुर म बोल्दिन नि इफ आई डोन्ट के भन्छ मलाई त्यो मस्का चाहिँ मार्दिन के इफ आई डोन्ट ह्याभ समथिङ गुड टु से भने आई डोन्ट से एनीथिङ एट अल तर यस्तो मान्छे चाहिन्छ धेरै स्टुडेन्ट भयो क्या होइन बट साँच्चै भनेको होइन अब एज आई मेन्सन अर्लियर यु यङ्गर देन मी बट आई वुड अल्सो लभ टु टेक समथिङ अवे फ्रम यु के होइन जुन तिमीले मेन्टल्ली हिमाल गर्ने भन्यो नि कस्तो गाह्रो छ क्या हामी मेन्टल हेल्थको कुरा गर्छौँ यहाँ त्यहाँ
त्यो एक हिसाबले त्यही भएर पनि हिमाल चढ्ने मान्छेहरू मेन्टली पनि दे आर भेरी स्ट्रङ जस्तो लाग्छ हाम्रो शेर्पाजहरू होइन उहाँहरूसँग अब कतिजनालाई हामीले भेट्छौँ नि त हामीले काम गर्ने क्रममा कसैसँग बाटो ठोकिरहेको हुन्छ अनि दे आर एक्चुली भेरी यो ट्रेकिङ जाने मान्छेहरू हुन्छ नि दे आर भेरी मेन्टली भेरी स्ट्रङ जस्तो लाग्छ बिकज एभ्री टाइम यु लाइक स्टेप होइन सास फेर्न गाह्रो भइरहेको हुन्छ एन्ड देन यु हेभ टु रिच समवेयर अनि अहिलेको हर्डल्स तिमीलाई टेम्पोररी लाग्न थाल्ने रहेछ कि सो आई रियली होप द्याट यु किप अन कङ्करिङ माउन्टेन्स बी इट फिजिकली इमोसनली मेन्टली एभ्रिथिङ एन्ड अन द्याट राउट यु किप अन अर्निङ मनी द्याट इज मोर इम्पोर्टेन्ट कमेन्ट गर्दै गर्नु होला मेरो पोस्ट प्लिज कमेन्ट गर्दै गर्नु होला म पनि एउटा कमेन्ट चाहिँ म पनि लाम डियर कविता तिमीलाई यो पत्र लेख्न चाहन्छु भनेर चाहिँ हामीलाई स्कुलमा पढाउनु हुन्थ्यो नि बट आई रियली डिड नट नो कि कमेन्ट लेखेर यस्तो हुन्छ मेरोमा पनि कमेन्ट गर्नु न भाइ प्लिज म नराम्रो कमेन्ट पनि सुनिदिन्छु बरु म चाहिँ फेरि आई ह्याबिट अफ डिलिटिङ के मेरो प्लिज डोन्ट हो म त गर्दिनँ के मेरोमा होइन कस्तो नराम्रो कमेन्ट हुन्छ क्या दि अनि त्यसपछि 2 दिनपछि हेरेर आउँछ त्यसलाई गाली 5 जनाले गरेर हुन्छ क्या तल क्या खुसी लाग्छ क्या कति त मेरो मम पनि गरिदिनु ला मेरो छोरीले जस्तो भन्ने तिमीहरू सो जस्ट इमेजिन क्या थिएँ होइन एकजनाले तपाईँलाई नेगेटिभली भनिरहेछ होइन तर तपाईँलाई माया गर्ने त्यहाँ 10जना छ कि मलाई त्यो फाइट चाहिँ रमाइलो लाग्छ कि दे आर फाइटिङ अमंगस्ट इच कति अदर भाग्यमानी हो क्या हामी तपाईँको एकजना राम्रो गरेर भनेर होइन 10जना गाली गर्ने भए पो हो भनेर त तर एउटाले नराम्रो भन्दा 10जनाले गाली गर्छ भने त तपाईँ त कति प्रिभिलेज कति लकी छ क्या मान्छेहरूले सपोर्ट गरिरहेछ लाइक बिकज उनीहरूको लाइफको प्रिसियस टाइम दिइरहेछ यार कमेन्ट गर्न कति एनर्जी जान्छ क्या त्यसमा अनि तपाईँको लागि राम्रो लेखिदिनलाई उनीहरूले टाइम दिइरहेछ क्या ट्रु ट्रु त्यो त एकदम प्रिभिलेज हो क्या हामी एन्ड थ्याङ्क यू फर द्याट Thank you so much. But on that note, thanks to you as well, Kavita, Yes. for being our guest. यस्तो रमाइलो भयो मलाई चाहिँ रमाइलो भयो कुरा गर्न तिमीलाई कस्तो लाग्यो फेरि क्वेसन्सहरू यही सोधेको सोधेको कति पछि गफ भने रमाइलो लाग्यो धेरै भएको थियो मुभीको प्रमोसन पछि यसरी केही बोलेको थिएन नि त हो अनि फेरि अहिले खासै त्यस्तो अब केही प्रमोसन पनि छैन होइन तर अहिले डब्लुओडी गरिरहेको छु म फेस अफ डब्लुओडी हो डब्लुओडी भनेको चाहिँ वर्ल्ड अफ डान्स हो सो यो चाहिँ एकदमै सिरियस कुरा हो म भन्छु सो तपाईँ मिस नेपाल हुनुहुन्छ नि होइन मिस नेपालमा जितेपछि कहाँ जानुहुन्छ मिस वर्ल्डमा जानुहुन्छ ग्लोबली कम्पिट गर्नुहुन्छ र एउटा टाइटल जित्नुहुन्छ होइन सो डब्लुओडी भनेको वर्ल्ड अफ डान्स जुन चाहिँ तपाईँको अमेरिकन फ्रेन्चाइज हो अनि सुप्रिम तपाईँको टाइटल होल्ड भनेको चाहिँ वर्ल्ड अफ डान्स हो क्या अनि त्यसको फ्रेन्चाइज चाहिँ वर्ल्ड अफ डान्स नेपालमा आएको छ सो यो चाहिँ 2nd सिजन चलिरहेछ You'll be one of the judges? म फेस अफ डब्लुओडी चाहिँ हो nice. जज चाहिँ तपाईँको धेरै कुराहरूमा रिसर्च गर्नुपर्छ एकदम एक्सपिरियन्स हुनुपर्छ होइन सो टेरेन्स लुइस सर हुनुहुन्छ हाम्रो जेडी सर हुनुहुन्छ अर्को एकजना चाहिँ फिक्स भएको छैन र एकदमै तपाईँको नलेजेबल जजहरू हुनुहुन्छ यसमा चाहिँ एकदम डान्सको एकदमै कोर नलेज भएकोहरू र 2nd सिजन हो यो 1st सिजन खासै प्रफिटेबल भएन किन भन्दा यो चाहिँ तपाईँको भोटिङ गर्ने सो होइन प्योर ट्यालेन्ट हो स्टेजमा नाच्नुहोस् जो स्ट्रङ छ त्यो जित्नु भयो सो तपाईँको वर्ल्डको डिफ्रेन्ट प्लेटफर्ममा तपाईँले रिप्रेजेन्ट गर्न सक्नुहुन्छ नेपाललाई र लास्ट टाइम दुबईमा गएर पनि हाम्रो नेपालले जितेको पनि थियो होइन तर त्यो खासै मान्छेलाई थाहा पनि भएन किन डान्सिङ कम्युनिटी सानो छ र डान्स अलिकति बढेको पनि छैन नेपालमा होइन तर अहिले चाहिँ हाम्रो यो जेडी तामु सरहरू मिलेर चाहिँ केही गर्न लाग्नु भएको छ हामीहरू मिलेर चाहिँ डान्सिङ कम्युनिटीलाई केही कन्ट्रिब्युट दिँदैछौँ कस हराइसक्यो भएको डान्सरहरू सबै देशबाट बाहिर गइसके ट्यालेन्टेड डान्सरहरू नै छैन डान्सिङको लागि प्लेटफर्म छैन काम छैन आफू पनि डान्सर भनेर आएको हिमाल चढ्दै हिँड्नु परेको छ दुःख लाग्छ नि यस्तो कुराहरू त होइन डान्सरको लागि के त केही पनि छैन नि त सो यो प्लेटफर्म छ यसमा भोटिङ अलिकति पनि हुँदैन पैसाको खेल हुँदै भएन प्योर ट्यालेन्ट हो स्टेजमा जानुहोस् डान्स देखाउनुहोस् आफ्नो ट्यालेन्ट देखाउनुहोस् तपाईँमा दम छ भने जित्यो तपाईँ वर्ल्डमा नेपाललाई रिप्रेजेन्ट गर्न सक्नुहुन्छ इन फ्रन्ट अफ एकदमै राम्रो जज जुन चाहिँ टेरेन्स लुइस सर हुनुहुन्छ इन्डियाको एकदमै नलेजेबल हो उहाँ होइन डान्सलाई लिएर एकदमै डेप्थ नलेज भएको जज हो सो आई थिङ्क एकदमै राम्रो हुन्छ होला यो सो आउँदैछ अब बिस्तारै हुन्छ अडिसनहरू चल्न लागेछ अनि जो जति डान्सरहरूले यो हेर्नु भएको छ भने चाहिँ प्लिज आइदिनु होला डब्लुओडीमा सो योपालि डब्लुओडीमा तपाईँको इन्डियामा पनि हुन्छ नि त यो होइन अनि नेपालमा पनि भएको छ सो इन्डियन डान्सर्सहरू नेपालमा आएर कम्पिट गरिरहनु भएको छ क्या यस्तो टप डान्सरहरू छ समर्पण लामा भाइ जसले इन्डियामा गएर जित्नु भएको छ उहाँ आएर अडिसन दिँदै हुनुहुन्छ
नेपालको वर्ल्ड अफ डान्सको लागि कति राम्रो कुरा हो नि त यो सो जति पनि बाहिर गएको डान्सरहरू छ आफ्नो देश फर्किरहनु भएको छ एट द सेम टाइम वर्ल्ड अफ डान्स नेपालले बाहिरको डान्सरहरूलाई पनि नेपालमा तानिरहेको छ When is it starting? सो यो स्टार्ट हुँदैछ छिट्टै हामी नोटिसहरू फाल्छौँ हाम्रो प्रोफाइलहरूमा पनि हेर्न सक्नुहुन्छ यो सो यो डान्सरहरूको लागि चाहिँ डान्सिङ कम्युनिटीको लागि केही नयाँ हुँदैछ नेपालमा चेन्ज हुँदैछ Kavita, हजुर small hamper for you. मह्म। Thank you so much for being with us. Coffee. एकदम रमाइलो भयो कफी चाहिँ यसमा अन द वे हो सो कफी चाहिँ आई मेक श्योर द्याट यु गेट इट अहिले Yes. चाहिँ अलिकति वी आर स्टिल अन्डर कन्स्ट्रक्सन त्यही भएर कफी चाहिँ गेट इट वर्ष यही लिन आएको अनि युल गेट द कफी भेरी सुन है आई पर्सनली मेक यहाँबाट श्योर चाहिँ केही छैन बट थ्याङ्क यू सो मच इट वाज सो मच फन टु टक टु यु होइन एकदम रमाइलो भयो एन्ड हामीलाई चाहिँ यस्तो फर्मली अनि के छ त यस्तो यस्तो भन्दा पनि वी जस्ट वान्टेड टु बी एज र एज पोसिबल विदाउट एनी कन्ट्रोभर्सियल टपिक होइन सो आई होप एभ्रिथिङ वेन्ट जस्ट फाइन रमाइलो भयो होइन एन्ड विस यु अल द भेरी बेस्ट जिन्दगीमा अझै माउन्टेन चढ्दै जानु धेरै कमाउनु धेरै फेमस हुनु हजुर। अनि प्लिज डोन्ट चेन्ज I will never change. Please never change and thank you so much for being with us. Thank you for inviting. अब यत्रो आशीर्वाद दिनुभयो हौसला नि दिनु पर्ला Please, म हात थापेर लिन्छु आशीर्वाद You also don't change for anyone. Sure, for राम्रो sure. गर्दै जाने इन्डस्ट्रीमा अब ठोकिहाल्छ एउटै त्यसमा छ Of course. सँगै काम गर्ने पनि मौका पाओस् सँगै गफ हान्ने त मौका पाए सँग अब गफ त हेरेर हानी राखिन्छ होइन त्यही बट हो। अब हाम्रो क्यामेरा अफ भएपछि सो थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू कविता Thank you. थ्याङ्क यू